कुरा गरौँ ट्रिटमेन्ट अफ ट्युबल डिजिज है, ट्युब्समा प्रब्लम्सहरू छ, के ट्रिटमेन्टहरू गर्न सकिन्छ त भन्ने बारे। सबभन्दा कमन भनेको ब्लक। अधिकांश डाक्टर साहब सर्जरी गरिदिनु बरु ब्लक ट्युब खोलौँ त्यसपछि प्रेग्नेन्सी हुन्छ कि भनेर अधिकांशले धारणा राख्नुहुन्छ। तर के याद गरौँ भने ब्लक ट्युब छ या नभए ट्युबमा अरू कुनै कन्डिसन छ भने हामीले त्यसमा मात्रै कन्सन्ट्रेट गरेर हुँदैन। हेर्नु, ट्युब ब्लक छ भने हामीले के हेर्नुपर्छ त? हामीले एउटा महिलाको उमेर हेर्नुपर्छ, ओभेरियन रिजर्भ हेर्नुपर्छ, अरू कुनै कारण छ कि जसले गर्दा निसन्तानपन ल्याइरहेछ, या नभए पुरुषको शुक्रकीटको के छ अवस्था। अनि त्यसपछि आउँछ हामीले ट्युबको कन्डिसन। हेर्नु, ट्युबको कन्डिसनलाई मात्र एड्रेस गरियो, अपरेसन गरियो, तर भोलिका दिनमा अरू पनि इस्यु छन्, अरू पनि कारण छन् जसले गर्दा निसन्तानपन ल्याउन सक्छ र हामीले त्यो कारणले गर्दा आइभिएफै गर्नुपर्ने छ भने त्यो ट्युबल सर्जरी गरेको केही काम लाग्दैन। ट्युबल सर्जरी गर्नुको औचित्य हामीले भोलिका दिनमा त्यो ट्युबको फङ्सन नर्मल गरेर फेरि नेचुरल प्रेग्नेन्सी, आइभिएफ प्रेग्नेन्सी गर्न सकिन्छ कि भनेर हो। तर यो ट्युबको सर्जरी या ट्युबको जुन ट्रिटमेन्ट भनेको, जुन सर्जिकल ट्रिटमेन्ट, यो हामीले एकदम इजिली ट्युब ब्लक छ ल अगाडि बढेर गरौँ यो भनेर चाहिँ गरेर हुँदैन। अब ट्युबको सर्जरी ट्रिटमेन्ट गर्नु अगाडि चाहिँ हामीले के कुरा बुझ्नुपर्छ, ट्रिटमेन्टको लागि आइदर मेडिकल ट्रिटमेन्ट अर सर्जिकल ट्रिटमेन्टमा बाँडिएको छ। मेडिकल ट्रिटमेन्टमा डेफिनेटली इन्फेक्सन्सहरू छ भने त्यसलाई हामीले ट्रिट गर्नको लागि एन्टिबायोटिकहरूको त्यसको रोल छ। तर अर्को सर्जिकल ट्रिटमेन्टको कुरा गर्दाखेरि ट्युब कहाँनिर ब्लक छ त है? ट्युब प्रोक्सिमल पार्टमा यहाँनिर ब्लक छ कि डिस्टल पार्टमा ब्लक छ, त्यसको आधारमा रहेर हामीले ट्युबको सर्जरी कसरी गर्ने र गर्दाखेरि भोलिका दिनमा फलदायी छ छैन भनेर हामीले एनालाइज गर्ने गर्छौँ। प्रोक्सिमल ट्रिटमेन्टमा कहिलेकाहीँ क्यानुलाइजेसन, यहाँबाट हिस्टोस्कोपी हाल्ने सानो क्यानुला इन्सर्ट गरेर क्यानुलाइजेसनहरू पनि प्रोसिडियरहरू गर्न सकिन्छ। सानतिना ब्लकहरू छ भने यो क्यानुलाइजेसनले एकदमै हेल्पफुल हुने गर्दछ। तर इन केस अफ डिस्टल ट्युबल, यो पछिल्लो भागमा यदि कुनै ड्यामेज छ, ब्लक छ, फेमरियल ब्लक छ भने चाहिँ हामीले ल्याप्रोस्कोपिकली नै हामीले यसलाई अगाडि बढ्नुपर्ने हुन्छ। ट्युबल सर्जरीको कुरा गर्दाखेरि मैले अघि भनिहालेँ, हामीले सम्पूर्ण फ्याक्टर्सहरू एकदम एनालाइज गर्नुपर्छ है। र अर्को कुरा, यो माइक्रोसर्जिकल टेक्निक हुन्छ, सर्जिकल स्किलको पनि एकदमै ठुलो रोल हुने गर्दछ है। सो हामीले ट्रिटमेन्टमा ट्युबल सर्जरी गर्दा बेनिफिट छ कि डाइरेक्टली आइभिएफ गर्दा बेनिफिट छ, त्यो हामीले कुरा गर्नुपर्छ। तेस्रो सबैभन्दा इम्पोर्टेन्ट ट्रिटमेन्ट भनेको आइभिएफ। संसारमा आइभिएफ सुरुवात भएको नै बाइल्याटरल, दुईटै साइड ट्युब ब्लक भएको महिलालाई ट्रिट गर्नको लागि। आइभिएफ एउटा एकदमै इम्पोर्टेन्ट अप्सन हो, ट्रिटमेन्ट अफ चोइस हो फर बाइल्याटरल ट्युबल ब्लक। आइभिएफ किन इम्पोर्टेन्ट हुन्छ त ट्युब ब्लकमा? यसले कसरी त्यसमा हेल्प गर्छ त? याद गरौँ, ट्युब भनेको एउटा यस्तो अर्गन हो जहाँ बच्चा बन्ने काम गर्छ। यदि ट्युब ब्लक, दुईटै ट्युब ब्लक छ भने हामीले त्यही बच्चा बनाउने काम ल्याबमा गर्छौँ, जुन काम ट्युबमा हुन्छ। सो त्यो ल्याबमा बनाएको बच्चा अनि हामीले डाइरेक्टली पाठ्यघरमा हालिदिने गर्छौँ। सो ट्युबको यदि फङ्सन छैन, ट्युबले काम गरिरहेको छैन, दुईटै ट्युब ब्लक छ भने हामीले आइभिएफ गरेर ट्युबको फङ्सनलाई बाइपास, त्यही कामलाई बाइपास गरेर ल्याबमा एम्ब्रियो बनाएर अनि हामी पाठ्यघरमा हाल्छौँ। अहिले कुरा गर्ने हो भने संसारभर बाइल्याटरल ट्युबल ब्लकको लागि या नभए कुनै पनि किसिमले दुईटै ट्युब ड्यामेज भएको छ भने आइभिएफ सर्टेनली नम्बर 1 ट्रिटमेन्ट अफ चोइसमा पर्ने गर्दछ। सो ट्युबल सर्जरी भनेको हामीले एउटा यस्तो अप्सन हो जहाँ अगाडि बढ्दाखेरि भोलिका दिनमा नेचुरल प्रेग्नेन्सी हुने चान्सेस एकदमै राम्रो छ र सर्जिकल ट्रिटमेन्ट गर्नु अगाडि त्यसको हामीले कस्तो खालको डिस्ट्रक्सन छ र कतिको यसबाट उपलब्धि हुन्छ त्यो बुझ्नु जरुरी छ। र अर्को कुरा, हामीले कस्टको पनि यसमा एनालाइज गर्नुपर्ने कुरा हुन्छ। सो यदि तपाईहरुमा ट्युबमा प्रब्लम छ भने तपाईहरु हामी कहाँ एनी टाइम यसबारे जानकारी लिन सक्नुहुन्छ र यसको उपचार विधिहरूको बारेमा हामीसँग परामर्श एनी टाइम लिन सक्नुहुन्छ।